पानी चाहिँ परे गर्ने भयो कहिले हाल्ने त खै यो जस्तो अब जस्तो हाल्नै टाइम लाग्ने भयो भर्खर त सिमसिम परेछ हामी त कति यहाँ भिसियो बिहान होइन लुगा फेर आउनु पर्ने भइसक्यो बनाएर भिडियो बनाए कस्तो काम दिएछ बाहिर ल पानी परिरहेछ मस्त यहाँ त कर्मी दाइहरूले काम गरिरहेछ यो मेरो घर खतरा पानी परिरहेछ तुवालो हेर जता हेर तुवालो जस्ता हाल्न नि गाह्रो रहेछ बाबै यतै हाम्रो गाउँलेहरू चाहिँ यता होला यो बाटो भइहाल्यो राम्रो तामाङ नि साह्रै सुहाउने ल मेरो घर बन्दैछन् ए पारी कुहिरो खतरा लागिरहेको रहेछ ल ए अनि ए यताउति जस्तो केही देखाएन तन पनि राम्रो मन पनि राम्रो तामाङ नै सा बाँदर लड्ने भिर भने यही होला है बिरक्तै लाग्ने यस्तो रमाइलो छ हाम्रो ठाउँ यहाँ ड्रोन उडाउनु पाएको पनि बवाल हुन्थ्यो झन् ड्रोन उडाइन्छ त्यही त नि बन्जर देखिन्छ यत्रो उडाएर बवाल मजा आउँथ्यो होला यार त्यो डाँडा पुऱ्याएर ड्रोन पुऱ्याएर अन्त कहाँ देख्दो रहेछ यो फुल हो के टिकटकमा भाइरल भएको फुल चाहिँ यही होला आज कुखुरा खाइदिने हो भनेपछि कुखुरा लिन जाँदै मेरो गाउँ मन पनि राम्रो तन पनि तामाङ नि साह्रै ल कुखुरा फारम गाउँको छैन कुखुरा फार्म खै बस ल आज यो भाले खाने कुखुरा लिएर नै फर्कियो अब कुखुरा तयार गर्ने 3 केजी कुखुरा हो 2 केजी मैले 2 केजी भन्दा बढी 2.5 भन्दा कमको सोचेको थिएँ त्यहाँ त्यो नै रहन्छ अब जाने तलतिर आउनु है तलतिर जाउँ बरु काकालाई पनि लिएर खाना साना खाने अनि आउने माथितिर काकी के भएको त ल त्यो 3.5 केजीले पुग्दैन त त्यही भने हो बुद्ध चित्त यसले भनेपछि पो 1.5 लाखको बेच्नु भयो काकीहरूले अब यसले पनि 1.5 लाख खाएको त भइगयो नि त्योभन्दा बढी आउँछ ए बुद्ध दाइ काकी अब कहाँ जाने हुँदैछ के गर्ने ए रमाइलो छ ल मेरो गाउँ चाहिँ बस रमाइलो नगर्ने भन्नेहरूले चाहिँ यो भिडियो हेरौँ है खतरा रमाइलो छ मेरो गाउँ रमाइलो नहुने भन्नेहरूले चाहिँ रमाइलो छ नि त किरण के बन्जर भने पानी पऱ्यो भने हेर्न यहाँ कम हरियो छ त ल यो फुलको रुख चाहिँ यही हो ल मैले नजानु भने म जान्छु लिन भनेको मान्ने मानेन त आमा कहाँ चढे है काइते कस्तो दामी देखिन्छ देख्छ अहिले त्यहाँबाट एक भुवाग हानिस् भन्छ अनि ल ठिक छ हेर हुस्सु यही हो ल ल जाउँ आइज
अब चाहिँ पानी बोक्न हिँड्दा है दाजुभाइ छोरी र दाइ हेर त्यो जङ्गलनिर हो क्या झ्याममा भाटामा हो हामीले पानी लिने चाहिँ होइन अब यो रोड जाने रोडै जाने हो यहाँबाट अब पानी लिन चाहिँ खै छोरी हेलो सुजन दाइलाई फलो गरिदिनु होला भन्नुहोस् ओहो छोरीको मिठो बोली रे ल अब भोलि नै 200 सब्सक्राइबर पुग्ने हो कसम हाम्रो कालिज माने ठाउँ चाहिँ यतै हो काली चाहिँ सक्यो बुद्ध जुत्ताको घारी होइन त चल सब आफै चिचिला लोड लागेर रहेछ ल उता नि आँप यता नि आँप त घारी अब हामी कुवा पुग्छौँ यहाँबाट 5 मिनट हिँडेर अझै खै छोरी खै भाग्न जाओस् रे सब हिन्दी सिक्ने हो भने नभागोस् भन्ने त कहाँ भाग्न जाओस् रे ताम कुरा त बोलेन हेर केटा तेरो छोरी नेपाली पनि बिर्सिने हो अङ्ग्रेजी र हिन्दी मात्र बोल्ला ठुलो भएर त केकडा भन्छ उहाँ केकडा ल कुवा गङ्गा मन्दिर कुवा आल भर्केटा भर मेरो नि भर्दैन बरु आइया पानी कुवाको पानी साह्रै मिठो रहेछ कुवाको पानी हो लेडीबग खै सोमी लेडीबग खै कस्तो रहेछ लेडीबग भने खै हो यो लेडीबग हो यो ओहो ल टोक्दैन यसले ल अब यसलाई मार्नुहुन्न है उडाइदिनु पर्छ है तेरो छोरीले मार्छ त्यो अब हुन्न के को सर्प हुनु नि खै त उता छेउमा कहाँ देख्दैन अब यो देखेन बत्ती बाल त यहाँ चाहिँ यो कुनातिर गएको थिएँ कता उता गयो खै खै कहाँ ए ए यो त ऊ अर्कै माछा हो नि त खोला पाउने अरे ए यो माछा नि बाँच्छ यहाँ हो न पक्रिन सक्दैन नि छोरी यो सक्दैन हुन्न त्यहाँ गहिरो छ नजाऊ है जानु उता हेर्दा उता चाहिँ छ जस्तो लाग्यो ए होइन रहेछ भनेपछि त्यो त ऊ हो फकेटाकी के हो खै छोरी यता आऊ त म यसो खिच्छु यहाँ मोबाइल झऱ्यो भने के हुन्छ तपाईँको हालत खै त्यही छ ऊ क्यामेरामा हेर ल अब बत्ती नै छैन काकाकोमा अनि ल जाउँ अब किन अहिले त्यहाँ पानीमा झर्दैन ऊ यता आइसक्यो यता ऊ त गयो खै त अनि हिले होइन रहेछ नि त यो त खुटुक्नु कुदिहाल्छ नि
मलाई त यस्तै मनपर्छ भने घरमा एकदम राखिदिएको घरमा राखिदिएको पानी साथ हाल्नु पर्ने ऊ त्यही ऊ आयो ऊ त्यही बसिरहेछ कुकुरी गयो ऊ त्यही ऊ त्यही छ अनि एउटा मात्र चाहिँ के ल्याएर राख्या त यो बुढी भन्दै थियो हो ल अब हामी पानी बोकेर हिँडेको ए कुवाबाट ल यता दाजु र छोरी पानी बोकेर हिँड्दैछन् होइन यहाँबाट नि अझै 10 मिनट लाग्छ घरसम्म पानी पुर्याउनलाई म बोक्दैछु पानी पानी नबोकी खान गाह्रो छ यो गाउँमा यस्तै हो पानी सबैले बोक्छ हामीले मात्र होइन सबै घरवालाहरूले बोक्नुपर्छ के तार हिँड है लड्छ ल यस्तो बाटो पानी बोकेर हिँड्नुपर्छ हाम्रो गाउँमा हजुर त्यो टिप्न सक्दैन नि छोरी त्यो काम छ नि यो कुहिएको यो सीताफल यो कुहिएको हो त्यो ल कुहिएको त्यो हो काम छैन ल हिँड ल पछाडि दाइ पानी बोकिरा अगाडि म पानी बोकिरा यस्तो बाटो गाह्रो छ गाह्रो छ टिप्नु न छोरी त्यो ल हिँड अहिले बाउ छोरी सँगसँगै उताङटाङ लाग्छ अहिले यहाँ ल हिँड डेन्जर हो कि है पानी बोकेर हिँड्नुपर्छ अनि गुडे भने त गुडे बोल गुडे भने पुग्छ तलतिर ल घर पनि अब आइपुग्नु लाग्यो यो घर पछिको दुईटा घर त ल मेरो स्कुटी यता साइना म्याडम यता हे 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 के हो यो राति राति फर्स्ट लाइट बालेर ओहो यता फेरि टर्च बालेर कता हिँडेको बिजुली बालेर रमाइलो छ सक्छ त अनि यहाँ कहाँ चारवटा फर्स्ट लाइट कहाँ एउटा फर्स्ट लाइट ल